10 टका पेट्रोल। 10 टका। अरे खतरनाक लोग हैं। 10 टका 10 टका। हमको मारो, हमको जिंदा मत छोड़ो सालो। हेलो एभ्रिवान, मेरो नाम हो सागर। गाइस, तपाईले त पेट्रोल कहिले न कहिले त बढाउनु नै नभएकोला पक्कै न पक्कै। सो तपाईले कतिको बढाउनु भएको छ होला त? 100, 200, 300, 400, 1000, 2000 टंकी फुल। आज चाहिँ म धेरै नै क्रेजी गर्नेवाला छु, किनभने आज म मात्र 10 रुपैयाँको पेट्रोल पम्पमा गएर मात्र 10 रुपैयाँको पेट्रोल लिनेछु। के ओभरअल के रियाक्सन हुन्छ त पेट्रोल पम्पवालाको? लिटरली सबै हेर्ने चिज हो हैन। सो आज म त्यहीको भिडियोमा चेक गर्नेछु। सो आज भिडियोमा म त्यही नै चेक गर्छु कस्तो रियाक्सन हुन्छ जब एउटा मान्छेले 10 रुपैयाँको पेट्रोल पम्पमा गएर पेट्रोल लिन्छ भनेर। आज म त्यही नै चेक गर्नेछु। सो गाइस, हाम्रो पेट्रोल पम्प चाहिँ यहाँनिर छ हैन। हामी आइ नै सकेछौँ। एन्ड आज त पेट्रोल पम्पवालाको के रियाक्सन हुन्छ मलाई त्यो नै हेर्नु छ कि मेन। दस टका पेट्रोल। 10 टका। अरे खतरनाक लोग हैं। 10 टका 10 टका। मारो, हमको जिंदा मत छोड़ो सालो। फाइनली हाम्रो सागरबा 10 रुपैयाँको पेट्रोल भराउँदैछ। हेर्नु भाई, यहाँ पे क्या हो रहा है भाई? यहाँ पे क्या हो रहा भाई? ये कहाँ फंस गया भाई मैं? 10 टका। 10 टका कतै 10 टका कतै तेल होला चाहिँ। सो गाइस, तपाईँले जस्ट रियाक्सन हेर्नुभयो। यति खतरनाक रियाक्सन थियो, यति खतरनाक। गाइस, कुरो छोडिदिनु। उहाँले चाहिँ सम्झिरहेको थियो 100 रुपैयाँको पेट्रोल हो हैन। मैले 10 भने नि, उहाँले लागेको 100 रुपैयाँको पेट्रोल हो। जस्ट उहाँले 100 रुपैयाँ सही थिच्नु भयो हैन। अनि म भने 10 रुपैयाँको हो हुन्छ 10 रुपैयाँ। अनि म अनि उहाँले चाहिँ लिटरली चाहिँ हालिदिनु भयो। न त अरू मान्छे हुन्थ्यो, मलाई त विश्वास पनि थिएन कि 10 रुपैयाँको पेट्रोल दिन्छ भनेर हैन। आज धेरै नै क्रेजी भयो।